हेर्न त्यहाँ मापा टोक्दो किन त कहिले मगान दामी केटी यार क्या दामी रहेछ केटी यार हजुर भन्नुस् न के थियो होला नयाँ नयाँ देख्छु त गाउँमा अनि हजुर म यो गाउँमा नयाँ हो भर्खर काठमाडौँबाट आएको यहाँ हरिप्रसादको घर कता होला हजुरले के सोच्नु भएको भन्नुहोस् न उहाँको घर कता हो किन होला हरिप्रसाद हरिप्रसाद मेरो ड्याडीको साथी हो उहाँको घरमा बसेर पढ्ने भनेर उहाँलाई खोजिहाल्नु ओ दया आउनुहोस् न आउनुहोस् म देखाइदिइहाल्छु नि तपाईँलाई हरिप्रसादको घर ओ किसले ए तैँले एउटा केटीको लागि साथीलाई घात गर्ने हेर्दै जा मैले के गर्छु आयो तिज गयो तिज बुढी माइत गएसी केको किच ससुरालीमा आज धुलबहादुरको छोरी आउने भन्थे 3 बजिसक्यो कहाँ गइसिन् त तिनी अहिलेसम्म ओ हरिप्रसाद सुन त सुन के भयो भन् त म तेरो कता कोही मरिगे कि कोही बिरामी परिगे कोही बिराम पनि भएको छैनन् मरे पनि छैनन् तँलाई खोज्दै राम्री केटी आथी हेर विष्णु लगेर गएको छ विष्णु कस्तो मान्छे हो तँलाई थाहा छैन जे पनि गर्न सक्छ राम 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 विष्णु त्यस्तो खालको मान्छे होइन तेरो ठाउँमा अरू कोही भइदिया तेरो बङ्गडा झर्ने गरी हानिन्थे हेर्ने झन् राम्रो कुरा भन्दा त आफ्नै कानले आफ्नै आँखाले देखेर आएको छु तँलाई त विष्णुको बारेमा यस्तो कुरा गर्छ फट्ट भने है त हरिप्रसाद अङ्कलको घर अझै आइपुगेन कति टाढा हो ओ दया किन आत्तिएको नाच्थ्यौँ न आइहाल्छ नि बरु कतै यसो एकछिन थकाइ मेटौँ न नाइ म त्यस्तो सुनसान ठाउँमा बस्दिनँ कतै हजुरले मलाई त्यस्तो नसोच न त्यस्तो सोचेर हुन्छ त्यस्तो सोच्नु त अझै 3 वर्ष छ त होइन निकै टाइम लाइन त आफै बसेर जाम क्या हो अब मलाई त कस्तो भोक लाग्यो जस्तो भयो केही ल्याइदिन्छौ कि ए तिमीलाई भोक लाग्यो तिम्रो लागि त म ज्यान पनि दिन तयार छु नि भन के खान्छौ तिमी पैसाको लागि टेन्सनै नगर रोक है त कस्तो हो कि तिमी अहिलेसम्म म भोकले मर्न लागिसके चम्पा तिमी बस्दै गर मलाई कस्तो गाह्रो भयो एकछिन गएर आउँछु ल चिउरीको चिल्लो पात सिरानी लाउन देऊ ए नानी तिमी यहाँ थियौ तिमीले हरिप्रसादलाई भेटिहाल्यौ तिमीलाई भोक लाग्यो होला हिँड त घरतिर गाउँमा यति राम्री केटी आएकी छिन् यति राम्री केटीलाई नपटाएर पनि भएन भोक लाग्यो भन्दै छिन् कसैसँग पैसा साथी मागेर भए पनि केही न केही खाजा लिएर जानै पर्यो ओइ किसले कता हिँडिस् ओद्दैयौ आफ्नै साथीलाई चिन्नै छोडिस् त उ हेर न अस्ति केटीको लागि मलाई घर जा भने हैनस् त जस्तो साथी चाहिन्न मलाई प्लिज मलाई माफ गरिदे साथी मलाई तेरो यही बानी मन पर्छ के अब हातै समातेर माफी मागिसकेपछि ठिक छ नि त मैले माफ गरे अब भइहाल्यो साथी तिमीले यति भनिसकेपछि मलाई एउटा सानो सहयोग गरिदेऊ न साथी के सहयोग चाहियो भन्न
धेरै पर्दैन, बरु 100 रुपियाँ छ भने देन। ओहो साथी होस् त यार त मेरो, एउटा 100 रुपियाँ नि नदिम्ला त तँलाई, ला न। थ्याङ्क यू साथी। अनि नानी, तिम्रो पढाइ कस्तो चलिरह त? तिम्रो बाउ ढेलबहादुरले के गरिरह? पढाइ त ठिकै चलिरहेको अङ्कल। +2 गरेर अब बाहिर जाने सोचिरहेको छु। घर ड्याडी पनि ठिकै हुनुहुन्छ। ठिक छ नानी, तिमी एकछिन बस्दै गर, मेरो गाउँमा सानो मिटिङ छ, म एकछिन गएर आउँछु है त। ए तिमी आइसकेछौ त? तिमी आउन ढिलो गर्यौ, म त अङ्कलसँग आइसक्यो अघि नै। चम्पा, आज घरमा कोही पनि छैनन् कि के हो? खोइ त तिम्रो अङ्कल। अङ्कल त सानो मिटिङले बाहिर जानु भएको। हो, त्यसो भए त आज घरमा कोही पनि रहेनछन्। के छ आज? जाउँ न त यसो भित्रतिर गएर गफगाफ गरौँ न त। हिँड न हिँड, भित्र जाउँ। हुन त मिटिङ गर्ने समय अझै भएको छैन, एकछिन घरतिर जानु पर्यो, रेस्ट गरेर जानु पर्ला। नानी, चम्पा, ए नानी, विष्णु